हेलो एभ्रिवान, सबैजनामा नमस्कार। स्वागत छ मेरो युट्युब च्यानलमा। आज पनि हामीले मुकबाङ लिएर आएको छौँ। मुकबाङ भन्दा नि हाम्रो चाहिँ यो गफ गरेर खाने हुन्छ होइन, मुकबाङ त अब होइन खासै आउँदैन। अब कस्तो के हुन्छ होइन। हामी चाहिँ आज छोरी पनि लिएर मोमो आएको छौँ अनि साथमा छोरी पनि आएको छ आज। अनि यो चाउचाउ साथीको होइन। अनि हामीले चाइनिज साग कोक छ पिउनेमा लिएर आएको छौँ। अनि हामी खानातिर लागौँ होला। सेलिसक्यो, सुरु गरौँ। तातो तातो छोरा त उठ्नु खोज्दैछ, मलाई चाहिँ डिस्टर्ब गर्छ जस्तो छ। बल्ल बल्ल उसको छोरा सुताएर हामीले खान थालेको। छोरी खाने कुन नयाँ जुन भयो नि खाउँ न, एउटै हो। सुरु ल गरौँ हामी ल। चाहिँ खाना थाल्यौँ ल। ल खाउँ है। मोमो कस्तो सफ्ट, कति मिठो भयो नि। मिठो आजको झन् मिठो भएछ अस्ति भन्दा पनि। किमा कति नरम भएछ है। मोमो मिठो भएछ है, तातो तातो। आज ठिक्कै भएछ है। अस्तिको भन्दा त अस्ति त चिसो भएको थियो नि त, आज त ठिक्कै छ। अस्ति त हाम्रो सेली गएको थियो है। खाऊँ न। हाम्रो चाहिँ यो रम्फम सादेको सादा। लामो यो चाइनिज साग चाहिँ मैले घरमै के भन्छ फलाएको रोपेको रोपेको यहाँ चाहिँ यस्तो गर्नुपर्छ क्या। यहाँ लाउने रम्फम चट्टसँगले एउटा म त फर्स्ट टाइम हो, कसो कसो गर्नुपर्ने हो। एउटा यसरी यो मोमो अनि यसरी खाने है। म चाहिँ त्यसो गर्दिनँ ल, यसरी मात्रै खान्छु। यसरी दामी भयो। कस्तो भयो? दामी भयो। मलाई आज डल्ले खोर्सानी खाने चाहिँ कुरा थियो, हुन्छ तर ठिकै रहेछ। नानी सेटअप मिलाउने हतार र नानी उठ्छ भन्ने हतारमा हाम्रो डल्ले खोर्सानी छुटेछ नि हौ। नानी सानो भए पनि पिरो त होइन खाइन्छ। खानुपर्छ अलिअलि त। नानी तिमी के खाने? मोमो कहिले खाने? अनि के त नि? यो त साह्रै छोरी त साह्रै मिठो पो हुने रहेछ त्यो। अलि नै खाएर आएको छ नि त। तिमी खोक्छौ नानी नखानु। ए खान्छौ? केटाकेटी चाहिँ जति नै दिएर टन्नै दिएर राखे पनि यस्तै नखाने खाने बेलामा डिस्टर्ब। मेरो छोराले पनि डिस्टर्ब गर्छ जस्तो छ आज। हल्लिँदैछ लास्ट गाह्रो। खाऊ न यहाँ, बिस्तारै खाऊ। खाँदैन पो अघि खाएर आएको छ नि। तातो छैन भने त्यति खाऊ। त्यतिको तातो त के हुँदैन छोरी। नुडल्सहरूसँग साह्रै मिठो हुन्छ। दामी हुँदो रहेछ। कस्तो मजा आयो, यसरी पो गर्नु पर्यो। कस्तो मजा आउँछ हौ चाउचाउसँग, करेन्टहरूसँग। अझै कोल्डसँग राम्रो हुन्छ नि त होइन। यो पनि दामी भएछ।
यता छ छैन खाऊ म खाइदिन्छु नानी तिमी खाने होइन बस नत्र माथि जाऊ यसरी नै खाएको मजा आउँदो रहेछ बस त ध्यान नगर फेरि भाइ हेर्नु पर्छ तिमीले फेरि तिमीले को खाँदैनौ नानी यति सानो बच्चाले को खान्छ यो को खाएर भाइ बसेको नि त ल मेरो मम्मा होइन फेरि खाँदैन हौ त्यत्तिकै उसले उयो गरेको नि खाऊ न मलाई छिरिसक्यो छिटो खाऊ बाई बाई सिउटुमा त सिउटुमा अब खायो भने त्यहाँदेखि को खान्छ नि त उसलाई मोमो चाहिँ ठिकै ठिकै बोल्नु पर्छ नि अस्ति भन्दा अलिक सानो सानो रहेछ र तर म मजा भयो साह्रै राम्रो भएछ नि नरम न नरम मिठो यस्तो राम्रो भएछ हौ मलाई त यहाँ यस्तो अनि मोमो राखेर यस्तो अचार राखेर खानु दामी लाग्यो त साह्रै मिल्ने रहेछ हौ मिठो रहेछ म चाहिँ यसैमा त गर्ने यसरी नै मिठो लाग्यो मलाई चाहिँ लास्ट यो साग चाहिँ रोपिराख्दो रहेछ यो साग त मैले कति टिपिसक्यो जति टिपा खाएको थियो अस्ति हामीले खाएको नि त यही त मैले लगेको थिएँ भइरहेको नि यसको चाहिँ नउखाल्दा हुँदो रहेछ नि त नि छुट्टाइरहेको आइराख्ने रहेछ अर्को चाहिँ उखालिहाल्नु पर्दो रहेछ नि त होइन छुट्टिन्छ कस्तो अप्ठ्यारो भयो त मोमो त दादा होला नि पिरोले सागसागै सुसी गर्नुभयो हामी चाहिँ मोमो सिलिन्छ भनेर मक्टु भाँडैमा बोकेर आएको छौँ अस्ति लास्टै उयो भयो नि त चिसो भएर सिलेर मिठै भएन मजै आएन आज चाहिँ तातो तातो कति निकाल्नु हुन्छ होइन सेली जान्छ होला फेरि छोरी के भयो तिमीलाई मम्मा ए नानी नगर्नु एक ठाउँ बस न छिटो अनि फेरि भाइ उठेर नानाले हेरेँ म चिन्छ जस्तो आज के भयो तातो हो आज त फेरि जाके छ किन छोरी तिमीले यसो गरेको किन भन त बस न माथि छोराले डिस्टर्ब गर्छ भनेर सुताएँ अब छोरीले डिस्टर्ब नगर न आज चाहिँ लास्टै मजा आयो चारो तातो तातो पनि फेरि किमा कस्तो धेरै नरम भएछ लास्टै चिसो भएको अस्ति त अस्ति त पक्री गएको थियो त्यही भएर त मैले मक्टुबाट ननिकालेर आज एकैचोटि निकालिहाल्ने चौचो पनि कस्तो भन्दा साह्रै छ चौचो कति मिठो साह्रै छ मिठो होइन म पनि खाना गर्नु न सिलिहाल्छ मेरो सागसँग मजा आयो खानु यो यसरी काट्नु पऱ्यो यसरी खायो
कति नरम भएछ मोमो झनै झऱ्यो प्याज पनि आएछ मोमो लगाउँछु यहाँ सागसँग बेर खान्छु टलो पनि हो तर यो साग खाएका बेलामा नि नानीहरू त्यस्तो हुँदैन मलाई सुरु सुरुमा त मन परेन अहिले चाहिँ बानी भएछ मिठो लाग्छ खाने बानी हुँदै गएपछि फेरि कम्ता मिठो मान्छेलाई कस्तो कस्तो काचहरू खान्छ है मलाई यो साग मलाई पनि साह्रै मनपर्छ नरम क्या मैले को खाँदिनँ क्या खास त कोदामा खान्छ नि म त्यस्तो धेरै खाँदिनँ हामी खाँदैनौँ नि मोमो त आयो आयो त खाइयो त मजाले तातो त भएर हो म खाएको त अस्ति त हामी चाहिँ खाना खाँदै अगाएर चिसो भएर हो कि के भएर लास्टै मजा आयो हो ठिक्कै ठिकै पनि भएछ मोमो अस्ति त ठुल्ठुलो थोरै बनाउँदाखेरि उयो हुन्छ नि त राम्रो धेरै त्यस्तै त हो मोमो लाउँदा त कस्तो मिठो हुन्छ अरे पनि ट्राई गरौँ त दुइटा पाएछ त अचार पनि लगाऊ यहाँ छ चम्ची यसरी गर्छु तातो तातै चिज गर्दाखेरि हामीले चाहिँ के भन्छ यसो पकाउनु पऱ्यो चाउचाउ र मोमोको मात्रै उयो मुखबाङ हाम्रो धेरै भएको छ है किनभने हाम्रो खानै फेभरेटै यही हो नि त हामी फेरि शाकाहारी पऱ्यौँ मोमो र मासुहरू चल्दैन होइन करेन्ट चाहिँ चाउचाउ भयो चाहिँ साधेको फेरि हामीलाई यस्तै मात्रै मनपर्छ के भयो छोरी खाऊ 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 बिस्तारै 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 लाग्दैछ है बिस्तारै बिस्तारै छोरीले पनि पकाउँदैछ केमा पकाएको पनि म त बुझ्दै छुइनँ पकाउँदैछ छोरीले आज यो पनि साग पनि यहीँ पो लगाइदेऊ अनि त्यही त झन् तिमी छोरा उठेन यो कोक चाहिँ अब म बङ्गालाखेरि नखानु अब चाहिँ स्वास्थ्यको लागि त राम्रो होइन तर पनि आज खायौँ अबदेखि चाहिँ पानी तातो पानी खायो होइन राम्रो पनि खाँदैन नि अरूलाई त सबै जङ्क फुड यो पनि जङ्क फुड यो मोमो पनि यस्तो पनि ल अब आज सकिएन तिम्रो आजको लागि हामी भिडियोबाट बिदा लिउँ होला सबैजनालाई धन्यवाद हाम्रो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू एभ्री वान भनेर भन्नु छोराले भनिदेऊ त
भन्नु त थ्याङ्क यू एभ्री वान हाम्रो भिडियो हेरिदिएर साथ दिनुभएकोमा भन न हाम्रो छोरी कति बाटी छ हाम्रो मस्किनु भयो त नि छोरी त नि लु हाम्रो भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु भन त लु कसरी भन्दो रहेछ मस्कियो छोरी त्यस्तो जस्तो बोल्नु पर्छ अब बोल्नु भएन नि मजाले प्रश्न बोल्नु न छिटो भन न मजाले भन त भन न हाम्रो छोरी कस्तो हाम्रो ज्ञानी छ। भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला सबैजनाले भन न थ्याङ्क यू हेरेर साथ दिनुभएकोमा नेक्स्ट भिडियोमा भेटौँ ल फेरि बाई 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 बाई